भोगटे साँधेर खाने तरिका। सबभन्दा पहिला भोगटेलाई पोक्नु पर्यो, त्यसमा चाहिँ यस्तो दही हाल्नु पर्यो। दही त्यसको लागि दही हालिसकेपछि त्यसलाई मोल्नु पर्यो अनि तिल, भाँगो, बदाम को पेस्ट तयार गर्नु पर्यो। त्यो पेस्ट तयार गरिराखेर तयार पारेको छु मैले। त्यसपछि दहीलाई हालिसकेपछि अब यसरी यो पेस्ट चाहिँ त्यसमा मोल्नु पर्यो। यसमा भाँगो, बदाम, तिल को पेस्ट छ अनि यसलाई माथि तेलदेखि झानेको छ अनि तल दही छ भने भोगटेलाई फोकाटेर यसलाई तयारी अवस्थामा यस्तो बनाउने अनि यसलाई मोलेर एकदम मिठो यो मौसममा भोगटेको सिजन पनि छ। यस्तरी खानामा लगाउनुहोस्, यस्तरी घोलेर यो पेस्ट घोलिसकेपछि यो तयार हुन्छ। यसलाई घोलिरहने मैले यसलाई पहिल्यै पेस्ट तयार गरेको थिएँ, यसमा मिक्सिङ भयो। अब यसलाई घोलिसकेपछि अब म यसलाई यसमा नुन हाल्नु पर्यो, चिनी हाल्नु पर्यो, दही हालेर यो मोलेर म टेस्ट गरेँ। अब यो कति मिठो छ यसलाई हेर्नुहोस्। यसरी यसको पेस्ट यसरी पेस्ट तयार गरेर खाने भोगटे खाने तरिका। यस्तो गऱ्यो भने एकदम बेस्ट हुन्छ। यसमा भाँगो, तिल अनि बदाम, दही, नुन अनि चिनीको मिक्सिङ छ। ल कति मजाले यो तपाईहरु पनि घरमा बसी ट्राई गरेर खान सक्नुहुन्छ। तपाईहरुको सजिलोको लागि मैले यो भिडियो हालेको छु। अहिले चिनी कम जस्तो लागेर चिनी चाहिँ हालिराखेको छु म। अब यसलाई